हामी सधैँ आन्दोलन गर्दैमा यही हुन्छ दिदी तपाईँले जेनी आन्दोलनमा के भन्न चाहनुहुन्छ जेनी आन्दोलन हामीले गरेको आन्दोलन होइन त उहाँहरूले आन्दोलन गर्नुभयो उहाँहरूले हाम्रो सरकार हटाइयो उहाँहरूले चुनाव गर्नुभयो उहाँहरूले जितेर अहिले केही बेला समात्न पाइन्छ होइन यस्तो तपाईँहरूको जुटाउनु पर्यो तपाईँहरूको नेतालाई पार्टी अध्यक्षलाई चाहिँ जेनी आन्दोलनको आरोपी लगाइरहेको छ तपाईँहरूको प्रमाण ल्याउनु पर्यो गोली केही बात थिएन अहिले हामीलाई गोली हान्यो भने कसले बालेनले हानेको भन्ने यस्तो छ तपाईँको चाहिँ यहाँ सबै जननेताहरूले तपाईँको जनताहरूले के भनिरहेको छन् भनेदेखि सारा जेनजीहरूलाई चाहिँ मार्ने गोली हान्ने चाहिँ केपी ओलीले गरेको हो र गृह मन्त्रीले चाहिँ समाउनै पर्छ भन्ने खालको आरोप आइसकेपछि हामीलाई गोली हाने कसले को जिम्मेवारी कहिले कसले हान्ने जिम्मेवारी इन्टरभ्यू दिने समय होइन इन्टरभ्यू दिने कुनै व्यक्तिलाई तपाईँहरूले बोकेर इन्टरभ्यू दिने समय होइन हाम्रो एउटा माग के भने हाम्रो आदर्श हाम्रो नेता केपी कमरेडलाई केपीलाई केही भन्नु भने हामीले भिडियो हामी सारा यहाँ